Hey guys, everybody, नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई भ्लग आफ्टर अ लङ टाइम है किन भन्दाखेरि मेरो अस्ति माइक फाँक भयो नि त माइकको एडाप्टरै छैन क्या माइकको एडाप्टर हरायो क्या अस्ति माइक चार्ज गर्दाखेरि अनि आज मैले गोयाको माइक लिएको थिएँ कि होइन कालो झोलाभित्र घिउ के थाहा होइन हामीलाई अनि यो एउटा क्लिप आएको छ होइन यो चाहिँ फोनमा एउटा यो चाहिँ माइकमा यो चाहिँ यस्तो चाहिँ दुईवटा दिँदो रहेछ क्या जस्ट इन केस अफ यो चुट्यो अथवा बिग्रियो भने होला सायद है आई डोन्ट नो होइन अहिले अनबक्सिङ हान्दा क्याफेमा बसेको थियो होइन पुरा केटाहरूले लुच अनबक्सिङ हानिदिएर क्या ओ सर नमस्ते नमस्ते भन्दै त के भयो अरे भोक लाग्यो साले भोक लाग्यो भने आउँछ नि यार मैले माइक ल्याएँ क्या अहिले माइक ल्याएँ क्या अनि मैले उनी सोचेको थिएन यत्रो रुम आउँछ भनेर बाइकमा कसरी जाने भने क्या म त्यो त हँसाइको भयो क्या एकछिन त मैले सोचे जस्तो केही भएन मेरो जिन्दगीमा माइक यत्रो सघायो लगेन अनि यो माइकलाई यसरी अट्याच गर्दाखेरि बाइकमा अट्याच गर्न खोजेको बाइकमा नि भएन त हाल्ने भयो क्या हजुर आज हाम्रो भाउजूकोपट्टि भाउजू के भनिदिन्छ भनिदिनु त ला भाउजू नचाइदिएर यहाँ बर्थडे पनि हुन्छ हो आज सम्झी यता आइ भनिदिनु त क्या सिरियस लुकमा हेर्दै क्या मासु कहाँ छ मासु यहाँ छ यार हाम्रो मासु यहाँ छ होइन सो बर्थडे पार्टी गर्नुपर्छ अहिले होइन रस भइसक्यो त्यही भएर होइन ए मासु खोज्दैछ मासु पो देखाउनु भन्दा यहाँ सबभन्दा अगाडि चाहिँ खाना चाहिँ यो बस्छ नि फेरि यता हेर्दा है अनि सो होइन अब हामी बर्थडे पार्टी मनाइदिन्छौँ एकछिन होइन केक सेक काटिदिने ल म्यान यार सुरु गरौँ ल सुरु गरौँ ल चुपी खोइ हाम्रो खुकुरी खोइ खुकुरी खोइ ओ यहाँ खुकुरी ए खुकुरी उल्टो समातिर यार माथि हाम्रो कस्तो खतरा खुकुरी छ यार यो क्यामेरा राख्छु यार भोलि मलाई के भयो थाहा छ टेबल चढ्नु त पनि रहेछ क्या मलाई त भोलि होटेल चलाइ चढ्नको लागि हो भन्ने भन्नुपर्ने मेन आगो हो Happy birthday to you Happy birthday to you नसिलाउने यार Happy birthday to you एरन्दाले ल भाउजू एरन्दाले खाइदिनु ल यो भ्लगेरीहरू कति चलिरहेको होला नै हामीले उनीहरूलाई खाइदियो भने थाहा छैन हामीले उनीहरूलाई खाइदियो हो क्या त्यही त भने हामीले हामीलाई खाकै हैन है एरन्दा पहिला ओए दामी ताली खोइ केटा ओए ह्यापी मेरी लाइफ चाँडै बिहे खान पाइन्छ अब यहाँ स्टार बुढो भइसक्यो यार ल बैसँग बिहान नि कसम उठ्या त टिस्यु तिम्रो सम्झिने मागमा सम्झिने भने तिम्रो सम्झिने हो सम्झिने माग मै जान्छु काभ्रे कुण्ठामा भन हैन काभ्रेको सम्झिहरू ल छिट्टै समिदाको बिहे अब चाहिँ यो म चाहिँ तामाङ भाषामा साथीहरूलाई सम्झि भन्छ क्या जानुपर्छ ससुर बाबा हाफै आउँदैछ ससुर हाफै आउँदैछ किन जानु हो यति कन्फिडेन्स चाहियो लाइफमा
चाहियो नि त है ससुरा बाउ तिम्रो छोरी मेरो बडीको फ्यान ससुरामा रोक्नु कि फ्यान भन्थे होइन ससुरा बाउको मामा ससुरा बाउ खुकुरी ल्याउँदा नि फेरि नसम्झाउ केटा हो नसम्झाउ यो भ्लगमा चाहिँ नत्र त म त उ गरिदिने सिधै कपिराइट हानिदिने हो एउटा थम्बनेल कपिराइट स्ट्राइक हानिदिने थम्बनेल पोस्टिदिन्छ एउटा हान्नु एउटा सबको ठुलो मैले होला है ला उसको दारी जुङ्गाले गर्दा हाम्रो समीर स्टारको होइन दारी जुङ्गाले गर्दा क्या थाहा छैन स्टार समीर ठकुरी हो त्यसको तिमीहरूले सिकाउँछु आइरहँदा होला त्यो बेला ये प्रकाश दाइले स्टार समीर ठकुरी आएर म स्टार हो कलेज या त्यति दिनु पर्यो ओ राइजिङ स्टारले कपिराइट हाल्ला केही हान्दैन जेबुलाले यस्तो थर्केर राखिदियो ओए यो चाहिँ भाइरल हुन्छ यार सोही हुन्छ ओ हेर्नु नै लास्टमा चाहिँ हाल्ने देवेन्द्र एउटा त भान्जालाई बिर्सेर लाटे कहाँ आइस ठुलो सक्यो मासु त कराई मैले बोक्ने हो सुरुवात कसले गरे एरुन दाइ भनिदिनु त होइन गरम निजाम कलम निजाम ड्राइभरहरूलाई बेच्दै पुगिसक्यो घुम्न गल्ती ड्राइभर त आइस नि के गर्नु ड्राइभरको हातमा गेरेर लगेपछि यो हेर्लिन नि त के भन्छ हेर्लिन भने बुझ्लिन अब के भन्छ बुहारीले कि त आज प्याच भयो कि त भोलि ब्रेकअप भयो ढुक्क कसको भयो कमेन्टमा पनि ए फोटो फाल है केटाहरूले यार फोटो कति भने यार कसो तर अफर दामी थिएछ कसम होइन बुहारीले होइन हिजो त्यो अब सुने हाम्रो होइन बुहारीले आफै थुतेर फालिदिन्थ्यो है सही अफर थिएछ को हन्ड्रेड भन्छ मलाई माउन्ट बनाइदियो यार जापानिज क्वालिटी आयो क्या जो केटा हो रमाइलो त्यही हो होइन ओइ मेरो केक यहीँ छ यो केक चाहिँ चोरी हुन्छ अरू चोरी नभने मासु र केक चाहिँ चोरी हुन्छ केटाको है म माउन्ट भयो यार केटाले कता पेल्ले मलाई ओइ केक त बब्बाल छ त यार कुन चाहिँ परेछ प्रकाशले कन्जुस गरेर मलाई एक पिस मात्र तिमीहरू चारजना खाने भाग पनि छुट्याइदिए अझ हाम्रो भागबाट नि मागे अहिले कसरी लुक्छ अहिले लेग पिस छ अहिले यहाँ दियो त्यो मासुले अडाउँथ्यो यस्तो हो नि त सम्झि गरम नढल्दा फेरि म त्यहाँ म ढल्थेँ नि नि यसो चारोले भन त भनौँ काण्ड भनौँ अहिले खोलिदिन्छु नि फेरि पोल फेरि लु खोलिदिउँ मेरो कन्टेन्ट
किनै छैन अब स्कलरसिप माग्छ ला ब्ल्याकमेल स्कलरसिप माग्छ हो 600 रुपियाँ हाल्दिए भन्त अब त सिधै हिजो कोइन थियो हो ओइ मेरो कोइन खोइ त्यो केटा म्याडम मेरो इयरफोन हरायो कसले लिएर गयो ए मेरो कोइनको बारेमा कुरा गर्ला नि इयरफोन र उसको तिम्रो 1 रुपैयाँको कोइन मेरो 15 रुपियाँ सबै कोइन त तपाईको कोइन त बसाल्नु थियो हैन तर त्यो मेरो इयरफोन चाहिँ कहाँ हो यार कहाँ राख्यो कहाँ राख्यो अनि बिहान पनि इयरफोन लगाएको त नि समीर दालु खानु पनि मान्छे चेरी खानु बस्छ ससुरोले नै भनिसक्यो यार के भन्नु यो चोइस चाहिँदैन काम लाग्दैन आफ्नै जातकोले भनिसक्यो आफ्नै जातको भन्दै आऊ चाहिँ स्टार स्टार आफ्नो घरको घर अब तिमीलाई एउटामा नयाँ तामाङ बाउ खोजिदिन्छ है ला बाउ खोजिदिन्छु छोरी होइन अनि कहाँ पर टेम्पोरहरू नागिदिँदा भने भन्दाखेरि तामाङ हो कुन तामाङ भन्दा डोङ भन्दै सक्यो ए डोङ पो हो डोङ तामाङ भनिदिनु नि भान्जी होला नि भान्जी हो जहाँ बज्यो जहाँ बज्यो म होइन भनिदिनु लिज होला भान्जी हो कम्प्युटर लाग्यो है त्यसो भएर के गर्छ मान्छे पो राम्रो हामी त काले काले पनि क्यामेरा नआउने पढे बगडा मासु आयो मासु इन्डियामा खिच्दा फोटो पढेर म हराइदिएँ क्या इन्डिया होइन आफ्नो देशबाट हरायो क्या त्यहाँ म हराएन यो हरायो मुनिबाट लुङ्गी लगाइरहेको छ होइन लुङ्गी पनि लगाइरहेको छ सर्ट लगाएको छ सेम बिहारीलाई फोटो चाहिँ कस्तो बिहारी भन्छ यसलाई दाइको ट्रेडिसनल ड्रेस हो क्या त्यो चाहिँ एरन दाइको यो त कपडा नगरेर भिजेर होइन त्यो होलाको लानु दौडिन्छ फोटो छ पकाउनु भिडियो भएन भन्नु त हामीलाई खाएको होइन है अब हामीले अरूलाई खाइदियो यो खास होइन पकाउनै मासु देखिएन भन्नु त यो कसो भएको तर म छान्दिनबाट चाहिँ खाइन्छ है मेरो त यहाँ छ तिमी टिपी हाल्यो ल मासु चाहिँ हराउँछ क्या अरू नहरा नि मासु चाहिँ हराउँछ केटा पास गरेर ल एरन दाइ ल लास्ट बोली बोलिदिनु ल यस्तो हो अब अरूको बर्थडे छ भने नि बोलाउनु हामी खाइदिन्छौँ खानामा चाहिँ हामी नो कम्प्रोमाइज होइन गिफ्ट चाहिँ नमाग्नु होला हामी आउँछौँ भाउजू के भन्नु छ ह्यापी बर्थडे सो त्यही हो अब सबभन्दा कसको के गयो मासु राम्रो कसको हो तेरो आदिबार त अनि आदिबार त म सामान पनि यो चाहन्छु ल मिठो छ सो त्यही हो अब खाजा खाने अनि राखिदिने